सम्पूर्णमा नमस्कार। यति बेला रूपन्देही जिल्लाको मुटु मानिने बुटोलमा 16औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव 2082 चलिरहेको छ र म यहाँहरूलाई हाम्रो स्टल देखाउन गइरहेको छु। हामी यो बाटो हुँदै स्टलतर्फ लागिरहेका छौँ। यहाँ बाटोमा एउटा फोटो खिच्ने स्थान बनाइएको छ र यसरी अगाडि आइसकेपछि हाम्रो यो मुक्तिनाथ मन्दिरको यहाँ गेट बनाइएको छ। यो बाटो हुँदै हामी अगाडि बढ्दैछौँ र थोरै अगाडि आइसकेपछि हामी यहाँ सचिवालय देख्न सक्छौँ। सचिवालय सँगसँगै हामी यताबाट अब गेटभित्र प्रवेश गर्न गइरहेका छौँ र हामी यो बाटो हुँदै अगाडि बढ्दैछौँ। यहाँ बाटोमा पुरै जिम हाउस स्मार्ट जिम भनेर राखिएको छ। यहाँ फ्रीमा जिम गर्न पाइन्छ। यहाँ विभिन्न स्टलहरू देख्न सक्छौँ, तर मान्छेको त्यति भिडभाड छैन। बल्ल महोत्सवको चहल पहल बढिरहेको छ। विभिन्न आकर्षक मूर्तिहरू पनि राखिएको छ फोटो खिच्नका लागि। यहाँ प्लास्टिक आइटमहरू देख्न सक्छौँ, स्टलहरू देख्न सक्छौँ। मान्छेको चहल पहल त्यति छैन। भर्खर मेला सुरु हुँदैछ। अब यहाँनिर वेलकम टु ह्यान्डिक्राफ्ट पेभिलियन भन्ने छ। यसमा ह्यान्डिक्राफ्टसँग रिलेटेड वस्तुहरू का स्टलहरू देख्न सक्छौँ। हामी सबै हातले बनाएका वस्तुहरू यो पेभिलियनमा छन्। यो स्टलहरूमा यस्ता गुडियाहरू पनि देख्छौँ। यहाँ काष्ठकला हस्तकला पनि रहेको छ। हामी यसरी अगाडि बढ्दैछौँ। अब हामी यो सँगै बेकरी एन्ड आइसक्रिमको स्टलमा हामी अगाडि बढिरहेका छौँ। यहाँहरूलाई म बुटोल महोत्सवमा शान्ताको अचार र शुभम गार्मेन्टको यहाँहरूलाई लोकेसन दिन गइरहेको छु। अब हामी शान्ताको अचारको स्टलमा हामी अब आउन लागिरहेका छौँ। यो देख्न सक्छौँ। यही बेकरी आइटमकोमा हाम्रो शान्ताको अचारको स्टल रहेको छ। अब यहाँहरूलाई प्रत्यक्ष देखाउन गइरहेको छु र यहाँहरू बुटोल मेला आउनुभयो भने अवश्य पनि हाम्रो यस स्टलमा अवलोकन गरिदिनु होला। शान्ताको अचार साथै हाम्रो अर्ग्यानिक नेपाली अचार यहाँहरूलाई प्रत्यक्ष देखाइरहेको छु। पक्कै पनि भिजिट गर्नु होला। फाइनल्ली हामी शान्ताको अचार हाम्रो अर्ग्यानिक नेपाली अचार स्टल नम्बर बीको 14मा रहेको छ। यहाँहरू पक्कै पनि हाम्रो स्टलमा आउनुहुनेछ। यहाँहरूलाई हामी स्वागत गर्न आतुर छौँ। र यसपछि हामी यहाँहरूलाई म शुभम गार्मेन्ट जुन हाम्रो स्टल रहेको छ यहाँहरूलाई म देखाउन गइरहेको छु। शान्ताको अचारबाट हामी राइट साइड लागेपछि वेलकम टु सर्भिस एन्ड कस्मेटिक्स पेभिलियनमा छिर्छौँ। यहाँ कस्मेटिक आइटमहरू देख्न सक्छौँ। यहाँलाई म अब शुभम गार्मेन्टको लोकेसनका लागि अगाडि बढाउँदैछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र लाइक कमेन्ट सेयर पनि गरिदिनु होला सबैजनाले। यो सकिएपछि लेफ्टतिर छिरेपछि हामी वेलकम टु ग्रोसरी पेभिलियनमा छिर्दैछौँ। यहाँ ग्रोसरी आइटमहरू का स्टलहरू हामी देख्न सक्छौँ। योसँग हामी यो स्टल सकेपछि राइट साइड लागेपछि वेलकम टु एग्रिकल्चर पेभिलियनमा छौँ। अब हामी कृषिसँग सम्बन्धित आइटमहरू यो स्टलहरूमा रहेको छ। यहाँहरूलाई म मेलामा बुटोल मेलामा हाम्रो शुभम गार्मेन्टको लोकेसनका लागि यहाँहरूलाई अगाडि बढाइरहेको छु। अन्तिमसम्म हेर्नुहुनेछ र यहाँहरूलाई चाहिने लत्ता कपडा जाडोको लागि चाहिने कपडाहरू यहाँहरूले पक्कै पनि शुभम गार्मेन्टमा गई खरिद गर्नुहुनेछ र एकचोटि सेवा गर्ने मौका दिनुहुनेछ। यो स्टल सकिएसँगै अब हामी वेलकम टु फुडवेयर पेभिलियनमा छिर्दैछौँ। अब यहाँ हामीलाई चाहिने जुत्ताहरू सेन्डलहरू चप्पलहरूको स्टल रहेका छ। यहाँबाट पनि हामी अगाडि बढ्दैछौँ। अब यी फुडवेयरका स्टलहरू रहेका छन् र यसपछि हामी गार्मेन्टको लाइनमा आउनेछौँ र यहाँहरूलाई म प्रत्यक्ष देखाउनेछु। धैर्य गर्नु होला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यो फुडवेयरको स्टल सकिएपछि हामी दाहिनेतर्फ लाग्यौँ भने देख्न सक्छौँ वेलकम टु हाउस होल्ड एन्ड गार्मेन्ट पेभिलियनमा हामी यहाँहरूलाई म छिर्दैछु। अब यहाँहरूलाई म शुभम गार्मेन्ट देखाउने छु। यतातिर रहेका छन् गार्मेन्ट सम्बन्धी स्टलहरू। म अगाडि बढ्दैछु। यसरी यहाँहरूलाई देखाउने छु। धैर्य गर्नु होला। पुनः म यो वेलकम टु हाउस होल्ड एन्ड गार्मेन्ट पेभिलियनमा आएको छु र यहाँबाट हामी सिधा अगाडि बढ्दै जानेछौँ।
यता दाहिने साइड नलागिकन सिधा अगाडि लागेर अगाडिबाट हामी दाहिने साइड लागेपछि हामी शुभम गार्मेन्टको स्टलमा आउनेछौँ। यो सँगै दाहिने साइड लागेपछि योनिर चाहिँ यो शुभम गार्मेन्टको स्टल रहेको छ। यहाँनिर G34 शुभम गार्मेन्ट फाइनली हामी शुभम गार्मेन्टमा आएका छौँ र यहाँहरू बुटोल मेला आउँदा पक्कै पनि हाम्रो यस शुभम गार्मेन्टको स्टलमा पसेर यहाँहरूलाई चाहिने लत्ता कपडाहरू खरिद गर्नुहुनेछ र एकचोटि सेवा गर्ने मौका दिनुहुनेछ भन्दै यो भिडियोलाई अन्त्य गर्दछु। धन्यवाद, नमस्कार। यहाँहरूलाई पुनः हाम्रो शुभम गार्मेन्टको स्टल देखाइरहेको छु। मेला आउँदाखेरि बुटोल मेला आउँदाखेरि पक्कै पनि पस्नु होला र आफूलाई चाहिने सामानहरू खरिद गर्नु होला भन्ने विनम्र अनुरोध गर्न चाहन्छु। र यहाँहरूलाई पुनः स्मरण गराउन चाहन्छु यो हाम्रो स्टल नम्बर G35 रहेको छ। पक्कै पनि यहाँहरूले एकपटक सेवा गर्ने मौका दिनुहुनेछ भन्दै यो भिडियोलाई अन्त्य गर्न चाहन्छु। अहिलेसम्म हेरेर बस्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँहरूको दिन शुभ रहोस्। धन्यवाद, नमस्कार।